गाइस नमस्ते सबैजनालाई। आज चाहिँ पुरा कुवेत होइन, पुरा विशालहरू जाँदै पनि छ, तर पनि डर केही नमानिकन होइन। अब यो भाइले चाहिँ मोबाइल किन्न पर्ने भनेर पुरा आज मोबाइलको यस्तो बेलामा पनि मोबाइल किन्यो भने भाइले होइन। अब जम भनिहाल्यो हिँडिहाल्यो क्या। अनि एकजना यता साथी नयाँ मोबाइल ओपनिङ गरेर मेरो भाइ पछाडि छ, दुःखी पनि छ कि खुसी छ थाहा छैन होइन। आजको अब कतिखेर फेरि माथिबाट जिन्दगीको बम खस्ने हो कि थाहा छैन। जाडो पनि छ, चिसो पनि छ होइन। जे होस् रमाइलो पनि भइरहेछ, तर ड्युटी नभएर यस्तो बिहाल छ। कुन दिन अब घर पठाउने हो कि एयरपोर्ट पनि बन्दा गाह्रो छ। अब के गर्नु र साथी हो, घर जाने कि नजाने हो चित्त बुझेन अरे भाइलाई मोबाइल पनि यार के गर्नु यार, त्यही बुझेन के भन्छ। अघि जाने ओपनिङ गर्दाखेरि त पुरा चित्त बुझ्यो भनेर ओपनिङ गऱ्यो, लास्टमा यहाँ आधी बाटो आएपछि चाहिँ चित्त बुझेन भने यार भाइले यार कैसे कैसे लोग रहते हैं यार यहाँ पे। अब आइफोन 17 प्रो म्याक्स किन्नुपर्छ अब कुनै दिन। अब यहाँ मिसाल झरेन बाँच्यो भने चाहिँ है ग्यास पुरा के होइन। भाइलाई आज अलिक मन परेन रहेछ क्या। फर्स्टमा चाहिँ ठिकै लाग्यो भन्दै थियो, अहिले आएर भाइले अलिकति भएन अरे। साँझको आफ्नो त ड्युटी स्युटी केही छैन, अब भोलि के हुन्छ थाहा छैन। भोलि यतै आउनुपर्छ। छुट्टीको दिन यस्तै छ यार, के गर्नु। नजा भन्छ त अगाडि मलाई यार ठोक्छ त। ओ बम झऱ्यो क्या होइन, चुरोटको डब्बा पो रहेछ। पुरा के झ्याउ लाग्यो यार आज दिन पनि। कहाँ जानु होइन घुम्न जाउँ भन्दै त अब फेरि माथिबाट मिसा लगाएर टाउकोमा लाग्यो सकेन भने चिल्लिम जाम। साथीभाइ हो तपाईँहरू चाहिँ कता कताबाट हुनुहुन्छ होला है। हामी चाहिँ यता माबुल्ला फ्यामिली कोडको अगाडि छु, यतै अगाडि छ है म। त्यो चाहिँ फ्यामिली कोड हो, यो बिल्डिङहरू चाहिँ कताबाट सायद तपाईँहरूलाई मैले देखाइसकेँ होइन। अघि पछाडिको यतापट्टि है यो फ्यामिली कोड भएर यो यता आइसकेको छ। अरू दिन घुम्न पाउँदैन होइन, आज यही दिन हो। अब उठ्दैछ कि अब मास्तिर हेर्दैछु छैन है। अनि यहीँ झऱ्यो भने त सक्यो नि भाइ होइन। जे होस् मेरो भाइ अलिक खुसी। हाम्रो टाइमको भ्लगमा सेल्फी हान्ने सेल्फी। ल गाइस हामी फेरि के अरे फोटोसोटो खिचेर होइन नयाँ मोबाइलबाट फोटो हान्यो होइन, हान्यो। अनि अलिक ठिक लागेन रे भाइलाई होइन। मोबाइल ठिक नलागेको मोबाइलै ठिक लागेन ल भयो त। अब ल देखाउनु यति राम्रो छ यार भाइलाई। अहिले किनेको अहिले राम्रो लागेन, 2-3 महिना पछाडि ल चलाएर भनेको भए त ठिकै हुन्थ्यो होइन। भर्खरै किनेर होइन, भर्खर ओपनिङ गरेर राम्रो लागेन भनेपछि अलिकति अनि जे होस् अब केसम्म चलाउने। अनि त्यसपछि 17 प्रो म्याक्स आइफोन यस्तै सपोर्ट गर्ने माया गरिदिनु भयो दाइको युट्युब दाइमा भ्लगमा दाइले गिफ्ट हान्नुहुन्छ क्या। अन्त मलाई गिफ्ट हान्नुहुन्छ त एकदम साथी लास्टै चिजो है। म चाहिँ अब यति नै इन्ड गर्न चाहन्छु। खासै अब बनाउनु त सक्दिनँ होइन, रुम त अलिक टाढै छ, धेरै टाइम लाग्छ। बाई बाई सबैजनालाई। अनि